हेलो हेलो गाइस, तपाईँहरूलाई पनि स्वागत छ हाङगुक साराङमा। अनि म चाहिँ अस्तिको दिन हाङगुक साराङ गएको थिएँ जहाँ चाहिँ कोरियन फुडहरू पाउँछ। यो चाहिँ पुतली लाइनको बुढा सुब्बा डेन्टल पछाडि पर्दछ। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ अनि के अरे यत्रो ठुल्ठुलोले हाङगुक साराङ लेखिरहेको छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ बस्ने ठाउँहरू छ। अनि त्यहाँ तिरपालले छोपिरहेको छ। त्यो मेरो पल्लोपट्टिको साइडमा त्यहाँ चाहिँ पानी पर्दै थियो नि त, पानी पर्ने मौसम भएको कारणले यसरी छोपिरहेको छ। हेर्न सक्नुहुन्छ यहाँ बस्ने ठाउँहरू। अनि त्यहाँ बसेर भुइँमा बसेर खानुपर्ने हुन्छ, किनकि कोरियामा चाहिँ कस्तो हुन्छ भने परम्परा अरे के यो चाहिँ। अनि भुइँमा बसेर पलेन्टी कसेर खानुपर्ने ठाउँ हो। अनि यहाँनिर देख्न सक्नुहुन्छ ड्रेस फ्रीमा लाउनु पाइन्छ साथीहरू, फ्री फ्री फ्री। अनि यहाँनिर चाहिँ लेडिजको, यो चाहिँ गर्ल्सको। म पनि लाउँथेँ होला, मोटी छु नि त, त्यही भएर मैले लाएन। अनि अर्को देख्न सक्नुहुन्छ यो पिङ्क कलरको चाहिँ बोइजको। तर बोइज भन्दा पनि मैले त अस्तिको पालि जाँदाखेरि त मैले आफै लगाइहालेको थिएँ, गर्ल्सकै भइहाल्यो, जसले लायो त्यसको। हेर्नु सक्नुहुन्छ तपाईँहरूले चियर, यति लामो चियर छ। अनि मलाई चाहिँ यो चियरमा बस्नु मन लाग्यो। अनि मेरो वेट चाहिँ एकदमै धेर भएको कारणले चाहिँ मलाई डर लाग्दै थियो कि यो भाँचिन्छ कि भनेर डर पनि लागिरहेको थियो। त्यही पनि म चढेँ है। अनि देख्न सक्नुहुन्छ तपाईँले मेरो पोज। अनि यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ भित्रको भागहरू हो, यो चाहिँ भित्रको पार्ट्स हो। अनि यहाँनिर बस्ने ठाउँहरू छ। अनि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ काउन्टर। अनि त्यस पछाडि यहाँ कोल्ड ड्रिङ्क्सहरू बेच्ने। अनि हामी चाहिँ बाहिरको साइडमा बसेका थियौँ। देख्न सक्नुहुन्छ यो चाहिँ पानी परेको कारणले चाहिँ सबै छोपिरहेको छ। अनि यहाँ हेर्नु सक्नुहुन्छ यता साइडमा पनि बस्ने ठाउँ छ। अनि यो ठाउँमा बसेर है मजाले किम्बाब खानुपर्छ साथीहरू। अनि त्यसपछि मोमो, अनि त्यसपछि स्पाइसी रामेन खानुपर्छ। देख्न सक्नुहुन्छ झन्डाहरू, यो चाहिँ वर्ल्ड कप चलिरहेको कारणले चाहिँ अनि झन्डाहरू छ नि त धेरै थरीको देशको। अनि यहाँ चाहिँ हाङगुक साराङ भनेर झन्डा बनाएर झुन्डाएको थियो। अनि त्यतिकैमा मैले पिङ देखेँ, म त उहीँ 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 पिङ पनि खेल्नु थालेँ है। एकछिन खेलेँ 2083 छ। अनि त्यसपछि यहाँ झन्डाहरू देख्न सक्नुहुन्छ। ओ माई गड, यो झन्डाहरू चाहिँ धेरै धेरै थरीका देशहरूको छ। अनि त्यहाँ ड्रेसहरू यस्तो छ है, हेर्नु सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ हाम्रो त्यतिकैमा हाम्रो अर्डरहरू आयो। अनि हाम्रो किम्बाब मोमो आयो, अझै आउनु बाँकी थियो कि तपाईँहरूले देख्नै पाउनु भएको छैन कि। ओ माई गड। अनि यहाँ किम्बाब चाहिँ मलाई धेरै खानु मन थियो नि त। त्यतिकैमा हामीले खाइसक्यौँ र अब निस्क्यौँ। बाई बाई गाइस।